चाँडैभन्दा चाँडै यो निर्माण कार्य पनि सम्पन्न होस् भन्नु हुँदै पवित्र आत्माले रूपान्तरित भेट प्रसाद मानिसहरूले जो हुनुहुन्छ यहाँ 105 भगवानको शरणमा समस्त पितृको उद्धार होस् भन्ने कामना गर्नुहुँदै पवित्र भावनाले 105 दानहरू गर्नुभएको छ। यहाँलाई धेरै धेरै सम्मान छ, हार्दिक आभार प्रकट गर्दै यहाँ जीवनमा पूर्ण आशिष ईश्वरले बढ्छौँ। यसै गरी बाग्लुङ 4 दिन आउनुभएको घुमा खत्रीज्यू यहाँले पनि स्वर्गीय दलबहादुर खत्रीको सम्झनामा समस्त पितृको उद्धार होस् भन्ने कामना गर्नुहुँदै 120 दानहरू गर्नुभएको छ। यहाँलाई पनि धेरै धेरै सम्मान छ, हार्दिक आभार प्रकट गर्दै यहाँ जीवनमा पूर्ण आशिष ईश्वरले बढ्छौँ। बाग्लुङ 4 दिन आउनुभएको शिवाय नमः शिवाय नमः शिवाय बनाएर झोला ल्याएर गरेर आएका हामी हिजो माथिबाट